So hey, hello, what's up everyone? Welcome back to the new another video. अनि आजको भिडियो चाहिँ बवाल हुन्छ केटा हैन किनभने दाइले फाइनल पिएसडब्ल्यू पाइसक्यो हैन। सो आज म तिमीहरुलाई हुन्छ नि अब कसरी पिएसडब्ल्यू भर्ने अनि पिएसडब्ल्यू भर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा चाहिँ भन्न जान्छु। सो यदि च्यानलमा कोही नयाँ छ भने च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिदिनु होला है त। छिटै नै हुन्छ नि फेरि नयाँ भिडियो आउँछ अनि अब चाहिँ म इन्फर्मेटिभ भिडियो धेरै नै हाल्छु होला किनभने अब अलिकति डुल्ने घुल्ने टाइम छैन अनि नयाँ केही अपडेट आउँदैछ अरु पनि सानसानो केही कुरा गरेको छु मैले। सो त्यो कुन केही अपडेट आएपछि त्यो कुरा पनि भन्छु। सो अहिलेलाई चाहिँ हुन्छ नि यो भिडियो लास्टसम्म हेर्नु होला। च्यानलमा कोही नयाँ भएपछि च्यानललाई के गर्ने रे लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिदिनु होला है त। सो लेट्स स्टार्ट द भिडियो। सो आजको टपिक छ हाम्रो पिएसडब्ल्यू कसरी भर्ने, व्हाट इज पिएसडब्ल्यू, हाउ टु फिल अप द फर्म अफ पिएसडब्ल्यू हुन्छ नि हैन त त्यो कुराहरु। सो जनरली मान्छेले के भनिन्छ आ पिएसडब्ल्यू 10 मिनेटको काम हो, 15 मिनेटको काम हो। होइन क्या मैले 2-3 दिन अगाडि पिएसडब्ल्यू फर्म भरेको एन्ड लिटरली इट टेक्स मी लाइक 45 मिनट्स लाइक मोर देन 45 मिनट्स लाग्यो होला क्या। अब भन्ने बित्तिकै हुन्छ नि सबै कुरा हुँदैन नि त। यता डकुमेन्ट खोज यो गर कहिले के हुँदैन कता के मिल्दैन अनि फोटो खिच्न खोज्यो कहिले त छाया पर्छ हैन सबै कुराहरु म भिडियो समेटेर भन्छु। सो त्यही भएर चाहिँ इट टेक्स टाइम हैन। त्यही भएर चाहिँ सकभर अलिकति कोही जानेको बुझेको पहिले एउटा पिएसडब्ल्यू को फर्म भरेको कोही मान्छे छ भने चाहिँ त्यो सबभन्दा बेस्ट अप्सन हो हैन। उलाई एकछिन बोलाउने यसो चिया खुवाउने हो भन्ने दाइ भए दाइ भाइ भए भाइ साथी जे हो यसो हैन। मिठो चाहिँ के छ भने मोमोसँग पकाएर खुवाउने अब छैन भने यसो चिया मात्रै भए पनि हुन्छ नि एक कप बस चिया खाम यसो गरम भन्ने ताकत टुक मिलाउने। पिएसडब्ल्यू को फर्म चाहिँ सकभर यसो कोही चिनेकै छ नजिकै कोही छ आफ्नो पिएसडब्ल्यू भरेको भने चाहिँ उसलाई बोलाएर भर्दा हुन्छ किन भन्ने कुरा होला। फेरि आमा आफै भर्छु भन्ने भर्ने आफै पनि भर्ने हैन गर्नेहरूले गर्दा हुन्छ। तर फर्म त इजी नै हुन्छ कि तर कुनै वर्डको मिनिङहरु चाहिँ लाइक गुगलै गरेर हेर्नु पर्ने हुन्छ हैन। म +2 सम्म इंग्लिशै पढाए हो बोर्डिङ स्कुलमै पढाए भए पनि लाइक अब त्यो कहिले के नसुनेको कुरा आइन्छ नि त दिमागमा हैन। त्यो कस्तो किसिमको फर्महरु हुन्छ त्यो पनि देखाइन्छ सर र अनि कहिले फिलअप भर्ने हैन यो सबै कुरा चाहिँ हुन्छ नि त स्टेप बाइ स्टेप भन्छु। सो फर्स्टमा चाहिँ पिएसडब्ल्यू भनेको चाहिँ हामीलाई 2 वर्षको दिन्छ हैन। पोस्ट स्टडी वर्क भिजा भन्छ अनि ग्रेजुएट भिजा अथवा ग्रेजुएट रुट पनि भन्छ हैन। अनि यो चाहिँ हामीलाई 2 वर्षको दिन्छ अनि जुन दिन पिएसडब्ल्यू को रिजल्ट आयो त्यसैको 2 वर्ष काउन्ट हुन्छ अनि त्यो तपाईलाई म त्यो पनि देखाउँछु हैन। अनि यसमा चाहिँ हामीलाई अरु त के हैन फुल टाइम काम गर्ने अथोरिटी हुन्छ हैन। र बेनिफिट भनेको चाहिँ हामीलाई चाहिँ फुल टाइम काम गर्ने बेनिफिट हुन्छ अनि हामीले आफ्नो चाहिँ अब उबर केही गर्न खोज्यौं भने त्यो पनि गर्न मिल्यो जुन चाहिँ हामी स्टुडेन्ट भिजामा गर्न सक्छौं। अनि आफ्नो केही बिजनेसहरु पनि लाइक अब रेन्टिङको हाउसिङको अब त्यो पनि गर्न सक्छौं हैन। बेनिफिट भनेको चाहिँ यस्तै कुराहरु चाहिँ यसको चाहिँ मेन बेनिफिटहरु हुन्छ हैन। सबभन्दा मेन चाहिँ पिएसडब्ल्यू भर्नुभन्दा अगाडि के गर्ने भनेपछि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ हामीलाई डकुमेन्ट चाहियो हैन। डकुमेन्ट के चाहिन्छ भनेपछि हामीलाई बीआरपी कार्ड चाहियो किनभने म 2023 को इन्टेक हो। सो आई हैव अ बीआरपी कार्ड। आई डु हैव अ बीआरपी कार्ड बट इट एक्सपायर्ड हैन। अहिले चाहिँ युज आइसक्यो अनि मेरो चाहिँ एक्सपायर भइसक्यो अनि त्यो बीआरपी पनि कार्ड चाहिन्छ हैन। कास्ट लेटर छ भने त्यो कास्ट लेटर पनि राख्नु होला किनभने हामीलाई कास्ट नम्बर चाहिन्छ, एनआई नम्बर चाहिन्छ अनि पासपोर्ट चाहिन्छ, शेयर कोड चाहिन्छ अनि मेन भनेको तपाई लन्डनमा हुनुहुन्छ तपाईसँग एउटा आइफोन चाहिन्छ। आइफोन 7 देखि माथि अथवा कुनै पनि फोन जो चाहिँ एनएफएस सपोर्ट गर्छ किनभने हाम्रो बीआरपी कार्डमा चिप हुन्छ हैन। लन्डन आएको मान्छे सबै थाहा छ कुराहरु के भन्ने र एउटा चाहिँ आफ्नै पनि किन्नु पर्दैन साथीको कोही छ भने पनि ठीक छ हैन। लन्डन आइसकेका मान्छेले एउटा यसो हुन्छ नि एउटा आइफोन सम किन्दा इट्स बेटर हैन। यो सब कुरा तपाईसँग भयो। तपाईसँग मेन कुरा के चाहियो थाहा छ तपाईहरुलाई? पैसा। तपाईसँग छ पैसा। मेन भनेको चाहिँ तपाईलाई यो चाहिन्छ। यो सब भइसकेपछि चाहिने भनेको चाहिँ पैसा। अनि पैसा चाहिँ मेरो जस्तै सबैको हुन्छ किनभने थाहा छ हामी जहिले पनि टिपिकल सोचेर बस्छौं। अनि मेरो पनि एउटा सोच थियो 2880 हो माछा भ्यागुता हैन 2880 चाहिँ होइन रहेछ। सो तपाईहरु चाहिँ डकुमेन्टहरु चाहिन्छ अनि त्यसपछि भनेको चाहिँ पिएसडब्ल्यू को सिधै तपाई गुगलमा गएर पिएसडब्ल्यू ग्रेजुएट भिसा अथवा पिएसडब्ल्यू एप्लिकेसन जे हाने पनि तपाईलाई यस्तो किसिमको चाहिँ यहाँ हुन्छ नि यो देखाउँछ हैन। अनि यसरी चाहिँ गर्ने हो हैन। यहाँ देखाउनु भयो होला अब यो कुराहरु मैले यहाँ क्लिक गरेछु अहिले मैले के कुरा क्लिक गरे भन्ने मलाई थाहा छैन तर जो सजिलो कुराहरु हुन्छ हैन त्यस्तो गाह्रो कुरा त केही पनि छैन। तर त्यो भन्दा पछाडी चाहिँ एकदम लामो आउँछ के फर्म त्यो जस्ट स्टार्टिङ मात्रै हो हैन। एकदम लामो आउँछ त्यो पछाडी कुराहरु चाहिँ अनि त्यो यतिकै सेभ गर्ने बित्तिकै नै हुने हुन्छ। कुनै कुरा चाहिँ एकदम भित्र भर्नु पर्ने हुन्छ। जस्तै एउटा यो क्वेशन थियो हैन। यो क्वेशन तपाईलाई यहाँ देखाइन्छ। यो क्वेशन थियो
अनि यो चाहिँ मेरो कलेज चाहिँ यो भित्र पर्छ कि पर्दैन भनेर चाहिँ हामीले गुगल गरेर हेरेका अनि पर्ने रहेछ त्यसो हामीले यस भनेर चाहिँ गरेर होइन अब कसै कलेज पर्दैन जस्तै चाहिँ लाइक अब आई डोन्ट नो सबै कोर्सलाई पिएसडब्ल्यू दिँदैन होला डिप्लो कोर्सलाई दिँदैन होला अब आई डोन्ट नो खै के मलाई थाहा छैन होइन तर जस्तो त्यो कलेज चाहिँ तपाईँलाई चाहिँ पिएसडब्ल्यू सपोर्ट गर्ने खालको चाहिँ तपाईँलाई कलेज चाहिने रहेछ भनेर चाहिँ म त्यति बेला थाहा पाएँ होइन अनि सकभर यो काम चाहिँ दिउँसोको बेला गर्नु होला रातिको बेला नगर्नु होला होइन यो कुराहरू नै हो सकभर दिउँसोको बेला गर्नु होला किनभने रातिमा यता यसो क्यामो तेर्सायो यतापट्टि छाया तपाईँको साथी होइन मेरो साथी छाया हो भन्दै थियो कौनाले भिडियोमा मलाई झनक्क दिसिटेको राति चाहिँ नि बत्ती गएर चाहिँ के गर्ने अँधेरोमा चाहिँ होइन साथी बनाउनु पर्छ है जिन्दगीमा यो एकल काटे भएर हिँड्ने काम चाहिँ कसैले नगर कोही कोहीबाट इन्सपायर भएर चाहिँ हुन्छ नि साथी जिन्दगीमा चाहिन्छ होइन सधैँ एक्लै हिँडेर केही हुँदैन साथी चाहिन्छ कति बेला चाहिन्छ कस्तो साथी चाहिन्छ भन्ने कुरा हो साथी कस्तो बनाउने भन्ने कुरा हो साथी साथी भन्दै कति बेला हिँड्ने होइन को साथीले तपाईँको बारेमा राम्रो सोच्छ कसले नराम्रो सोच्छ त्यो कुरा चाहिँ छुट्टै भिडियो बनाउँला जो चाहिँ पिएसडब्ल्यूमा होइन दिउँसोको बेलामा चट्ट लाइट हुन्छ नि एकदम राम्रो आएको बेलामा पछाडि व्हाइट ब्याकग्राउन्ड चाहिन्छ कि क्या हो अनि त्यो कार्डहरूलाई चाहिँ एमएफएस पछाडि स्क्यान गर्नुपर्छ फोनहरूले होइन यो कुराहरू छ अनि अब पिएसडब्ल्यू चाहिँ कहिले पर्ने त होइन लाइक मेरो 2025 फेब्रुअरी 28मा चाहिँ मेरो लास्ट रिजल्ट आएको थियो होइन अनि मेरो चाहिँ भिजा मे 10 सम्म थियो अनि म चाहिँ 18 मन्थ कोर्समा आएको मास्टर्स होइन 12 मन्थ कोर्स प्लस 6 मन्थ पिडिपी गरेर अनि मेरो फेब्रुअरीमा मेरो रिजल्ट आइसकेको थियो नि त होइन म त्यति बेला यसलाई पनि गरे भए त्यति बेलै अहिलेसम्म पिएसडब्ल्यूमा भइसक्थेँ बट लाइक बेनिफिट के हो भने पछाडि ढिलो गर्नुको चाहिँ होइन अब मैले फेब्रुअरीमै गरे भए मेरो फेब्रुअरीमै चाहिँ के हुन्थ्यो मेरो पिएसडब्ल्यू आउँथ्यो होइन अथवा मार्चमा आउँथ्यो अलि छिटो आउँथ्यो अनि त्यो चाहिँ ठ्याक्क 2 वर्षपछि भनेको 2027 मार्चमै मेरो सकिन्थ्यो क्या अथवा फेब्रुअरीमै सकिन्थ्यो होइन अनि मेरो मे 10 सम्म भिजा थियो अनि म भन्दा अगाडि एकजना भाइले गराएको थियो उसले लाइक 7 डेज कि 10 डेज अगाडि गराएको थियो होइन अनि मैले त्यस पछाडि अप्रिल 30 मा गरायो क्या हो राति अनि भिजा कहिले आयो लास्टमा भन्छु अनि मे 30 मा गराएको थियो होइन कहिले गर्ने त भने पछाडि सुरुमै आत्तेर सुरुमै गर्ने होइन अलिकति टाइम कुर्ने लाइक 10 to 14 डेज होइन एकदम रिस्क लाग्छ भने तपाईँलाई होइन तपाईँ चिलवाला मान्छे हो भने त 3 डेज होइन तपाईँलाई एकदम धेरै रिस्क लाग्छ भने डर लाग्छ भने चाहिँ 10 to 14 डेज एकदम बेस्ट टाइम पिरियड हो होइन तपाईँ त्यति बेलामा गर्नुभयो भने चाहिँ एकदम स्योर एन्ड सर्टेन हुन्छ सुरुमा आत्तेर अगाडि नगर्नु होला किनभने हामी काम गर्न आएको 2 महिना भने पनि पैसा धेरै आउँछ अलि पछाडिसम्म काम गर्न पाइन्छ सुरुको 2 महिना नै फुल टाइम काम गर्न त पाइन्छ नि त सो त्यही भएर चाहिँ पिएसडब्ल्यू चाहिँ अलि पछाडि हुन्छ नि ठ्याक्क त्यो भिजा सकिनु भन्दा चाहिँ लाइक 10 दिन अगाडि 15 दिन अगाडि यस्तो गर्ने सो मैले चाहिँ 30 मा कि 31 कहिले गएको थिएँ अनि ठ्याक्क एक दिन पछाडि चाहिँ भिजा आएको थियो सो अनि पेमेन्ट चाहिँ लाइक 2 चोटि गर्नुपर्ने हुन्छ पेमेन्ट चाहिँ होइन अब मेन भएर चाहिँ पेमेन्टको कुरा हो होइन पेमेन्ट चाहिँ 2 चोटि गर्नुपर्ने हुन्छ एकचोटि चाहिँ 2080 को होइन मैले यहाँ यो कता पनि राखिदिन्छु यताउता कतापट्टि हो मसँग स्क्रिनसट छ त्यो राखेको थिएँ भाइले चाहिँ दाइ किन राखेको स्क्रिनसट पछि फ्रड हुन्छ भनेर भन्दै थियो भयो भने त भयो नि होइन अनि 2टा स्क्रिनसट छ मैले 2टा पैसा हालेको छु अनि त्यही नै हो अनि पिएसडब्ल्यू चाहिँ 2950 जस्तो लाग्यो एउटा चाहिँ 2070 एउटा चाहिँ 880 गरेर चाहिँ 2 चोटि चाहिँ पेमेन्ट गर्नुपर्छ अनि डकुमेन्टहरु नै हो अलिकति चाहिँ यसो कोही छ भने गर्नुस् नभए एक्लै हुन्छ भने यसो गुगल सुगल गरेर गर्नुस् हैन तर 10 देखि 15 मिनेटमा भइहाल्छ भन्ने कुरा चाहिँ यो भ्रम हो अनि 2880 पाउन्ड भन्ने कुरा पनि यो भ्रम हो 2 वर्ष अगाडि चाहिँ 2000 पाउन्ड थियो रे एकजना दिदीसँग आज कुरा भएको थियो अनि आज चाहिँ लाइक उहाँले सोध्दाखेरि ओ यत्रो भएछ है भाइ भन्नुहुन्थ्यो अनि अझै पछाडी बढ्दै जान्छ होला लाइक अब नेक्स्ट राइडर न कति हुन्छ अहिले त्यो भन्दाले पछाडी कति हुन्छ थाहा छैन बढ्दै जान्छ अब त्यो हिसाबले सोच्ने भने अब अलि अगाडि गर्दा नि फाइदा हुन्छ होला थाहा छैन मलाई चाहिँ तर आई प्रिफर हैन अलिकति ढिलै होस् बरु भिजा चाहिँ एक्सपायर हुनु अलिकति अगाडि अब हुन्छ 2 महिना भयो मैले अब फेब्रुअरी भन्छ मैले मार्च अप्रिल हैन मैले 2 महिना काम गर्न पाए हैन त 2 महिना फुल टाइम काम गर्न पाए त्यो भन्दा अगाडि पनि कलेज टर्मिनेट हुँदाको बेला काम गर्न पाए सो पछाडी नै गर्नु होला हैन सो त्यही नै हो हैन एट द एन्ड कन्ग्रेचुलेसन टु मी हैन अनि मेरो चाहिँ अब भिजा 2027 मे 1 सम्मको छ सो आजको भिडियो अलिकति इन्फर्मेटिभ लाग्यो होला भन्ने मलाई आश छ हैन अनि यदि भिडियो एकदम मन पर्यो भने चाहिँ यस्तो तल कमेन्ट बक्समा गएर यस्तो चुप्पा चुप्पाहरु छोड्दिनु होला मायाहरु हैन अनि च्यानलमा कोही नयाँ भए च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिदिनु होला अनि यदि कोही साथी पिएसएल जाँदै छ भने त्यसलाई पनि यो भिडियो हुन्छ नि ए यसो ताले हेर हैन माइन्ड फ्रेश पनि हुन्छ अनि पिएसएल को फर्म पनि भरिन्छ भनेर हुन्छ नि 2 in 1
उसलाई पनि भनिदिनु होला। सो आजलाई यति नै हो। अनि अलिअलि मैले यहाँ रिसर्च गर्नु परेको थियो, अनि दिज आर माई रफ ड्राफ्ट होइन, अरू त त्यस्तो धेरै स्क्रिप्ट केही पनि लेख्दैन, जे थियो यही 2टा पाना थियो। आई डोन्ट नो भिडियो कति लामो भयो, सकभर लामै बनाउँछ भने हो, थाहा छैन कति लामो भयो। सो सबै कुरा यही नै हो होइन। सो छिटै भिडियोमा फेरि नयाँ भिडियोमा भेटौँला। अनि मैले अर्को एउटाको पनि फर्म भरेको छु, अनि त्यो सकभर सक्सेस भयो भने चाहिँ म तपाईँहरूलाई चाहिँ त्यो कुरा पनि अपडेट गर्छु। अनि अलिकति केही नयाँ थ्रिल हुन्छ कि भन्ने आश छ। सो अनि अब चाहिँ भिडियो रेगुलर हाल्छ, तपाईँले पनि रेगुलर हेरेर चाहिँ रेगुलर कमेन्ट गर्न नबिर्स्नु है त। आजलाई टाटा बाई बाई, सबैको दिन शुभ होस्।